नमस्ते, म डाक्टर कृष्णराज खनाल, ऑर्थोपेडिक एन्ड जोइन्ट रिप्लेसमेन्ट सर्जन। अस्टियोआर्थराइटिसको उपचार चाहिँ यसको स्टेजमा भर पर्छ। अब अर्ली स्टेजको आर्थराइटिस सुरुवाती फेजमा छ भने चाहिँ बिरामीलाई दुखाइ पनि अलिअलि मात्र हुन्छ, जोर्नी त्यति धेरै खिएको हुँदैन। यस्तो कन्डिसनमा चाहिँ हामीले रोकथामका विधिहरू अपनाउनु पर्यो। फिजियोथेरापी, अघि मैले भने जस्तै फिजियोथेरापीको एक्सर्साइजहरू गर्नु पर्यो। अनि त्यसपछि हामीले चाहिँ यो लाइफस्टाइल मोडिफिकेसन, जस्तै टुक्रुक भुइँमा नबस्ने, भुइँमा बसेर कामहरू नगर्ने र त्यही लट्ठी लिएर हिँड्ने, यस्तो गर्दाखेरि चाहिँ जोर्नीको ओस्टियोआर्थराइटिस प्रोग्रेस हुनबाट रोक्न सकिन्छ। र अब दुखाइ भइराखेको दुखाइको उपचारको लागि चाहिँ हामीले खाने औषधिहरू, दुखाइ कम गर्ने औषधिहरू दिन सक्छौँ। अनि अब दुखाइ कमै भएन, औषधि गर्दाखेरि पनि भएन, औषधि खाएर भएन, एक्सर्साइज गर्दा पनि भएन, अनि लाइफस्टाइल मोडिफिकेसन गर्दा पनि त्यति सोचे अनुरूप चाहिँ दुखाइ कमी भएको छैन भने चाहिँ इन्जेक्सन लगाउन सकिन्छ। स्टेरोइड इन्जेक्सन हुन्छ, त्यो लगाउन सकिन्छ। लेट स्टेज आर्थराइटिस छ भने चाहिँ बिरामीलाई लक्षणहरू पनि अलिक बढी हुन्छ, दुखाइ एकदम धेरै हुन्छ। लेट स्टेज आर्थराइटिसमा चाहिँ बिरामीलाई दैनिक क्रियाकलाप गर्नै गाह्रो हुन्छ दुखाइको कारणले गर्दा। अब टोइलेट जाने आउने गर्नलाई पनि दुःख भइरहेको हुन्छ र यतिकै बस्दा बस्दै पनि जोर्नीमा दुखाइ भइरहेको हुनसक्छ। जोर्नीको दुखाइको कारणले गर्दाखेरि चाहिँ सुत्न नसकिने हुन्छ, निन्द्रा नलाग्ने हुन्छ। यस्तो कन्डिसनमा पुगिसक्दाखेरि चाहिँ हामीले ओस्टियोआर्थराइटिस एकदम एडभान्स भइसक्यो भन्ने बुझ्नुपर्छ। यस्तो कन्डिसनमा चाहिँ औषधि इन्जेक्सनहरूले चाहिँ त्यति काम गर्दैन, यो सबै अस्थायी उपाय मात्र भयो दुखाइ कम गर्नको लागि। यस्तो कन्डिसनमा चाहिँ प्रपर ट्रिटमेन्ट भनेको चाहिँ जोइन्ट रिप्लेसमेन्ट सर्जरी नै अफर गर्नुपर्ने हुन्छ। जोर्नी प्रत्यारोपण भनिन्छ, त्यही नै गर्नुपर्ने हुन्छ।